राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन अब आज सदनमा केही हप्ता भयो भनौँ निरन्तर रूपमा चलिरहेको छ। सुरुदेखि नै हाम्रो एउटा 5 बुँदे प्रस्ताव हामीले तयार पारेका थियौँ। अहिलेको यो आन्दोलन चाहिँ जुन देशव्यापी रूपमा देखिएको समस्या छ, भिजिट भिसाको माध्यमद्वारा गरिने मानव बेचबिखन, विशेष गरी नेपाली जनताहरूलाई विदेशका विभिन्न ठाउँमा लगेर बेचिने कार्य छ, जसमा चाहिँ भिजिट भिसाको प्रयोग गरिन्छ भन्ने बाहिर आएको छ। यसका बारेमा चाहिँ सत्य तथ्य बाहिर आउनुपर्छ। अनि यो अहिले कसले गर्यो मात्रैको विषय होइन, यो प्रवृत्ति, यो समस्या मूल रूपमा हामीले चाहिँ बृहत रूपमा समाधान गर्नको लागि के गर्नुपर्ने भन्नेतर्फ सरकार संवेदनशील हुनुपर्ने देखिन्छ। त्यसको लागि चाहिँ हामीले दीर्घकालीन रूपमा एउटा उच्च स्तरीय छानबिन समिति बनाऊ, पारदर्शी बनाऊ, अनि त्यसमा चाहिँ एउटा संसदीय ओभरसाइटको पनि कुराहरू हुन्छ हैन, लेजिस्लेटिभ ओभरसाइटको कुराहरू पनि राखौँ। टाइमलाइन दिएर कहिले कसरी गर्ने ती सबै टिओआरहरूलाई चाहिँ स्पष्टसँग बनाऊ भन्ने कुरा हामीले प्रस्ताव राखेका थियौँ। यद्यपि अब त्यो प्रस्ताव सत्तापक्षबाट स्वीकार भएन। उहाँहरूले 2 बुँदे सम्झौता गरेर उहाँहरूले अब प्रतिपक्षमा हुनुभएका केही दलहरू पनि सत्तापक्षको सम्झौतामा जानुभयो। तर अब हाम्रो अडान चाहिँ त्यो मुद्दालाई समाधान गर्नको लागि एउटा निष्पक्ष र पारदर्शी उच्च स्तरीय समिति आवश्यक छ भन्ने ठानेर हामीले निरन्तर रूपमा त्यो कुरा राखि नै आयौँ। अब हामीसँग संवाद गर्ने वातावरण त्यति सरकार पक्षबाट भए जस्तो मलाई लागेन। त्यसकारणले हामी निरन्तर रूपमा सदनमा चाहिँ कुरा उठाउँदै आइरहेका छौँ। अब सदनमा पनि कस्तो भइराखेको छ भने यहाँहरूलाई थाहा छ, संसदीय मूल्य मान्यता, संसदीय अभ्यासमा कसैले पनि, एउटा व्यक्तिले पनि चित्त नबुझेर केही विषयमा कुरा राख्छ, उठ्छ, कुरा राख्नको लागि उभिरहन्छ, विरोधमा उभिन्छ भनेदेखि त्यो सदनलाई सुचारू गर्नु त्यति उपयुक्त हुँदैन। त्यो गतिरोधलाई अन्त्य गर्नको लागि चाहिँ सबैले पहल गर्नुपर्ने आवश्यकता हुन्छ। यो संसदीय मूल्य मान्यता यो अभ्यासको एउटा चाहिँ पाटो हो। तर नेपालको संसदीय अभ्यासमा हिजोको दिनमा पनि त्यो खालको अभ्यास देखिएको थिएन। अहिले पनि निरन्तर रूपमा सदन चाहिँ अवरुद्ध गरिराख्दाखेरि, हामीले कुरा उठाइराख्दाखेरि, हामी उभिराख्दाखेरि, हामीले आन्दोलन गरिराख्दाखेरि सदन चाहिँ निरन्तर रूपमा चालु भइरहेको अवस्था छ। एउटा दलले त बहिष्कारै गरेर हिँडेको अवस्था पनि छ। यसरी सदनमा दुईटा दलहरूले उभिएर कुरा राख्दै गर्दा आफ्ना विचारहरू या अटेनन् भनेर भनिराख्दाखेरि सदन सुचारू गर्नु त्यति उपयुक्त कुरा चाहिँ होइन। यद्यपि सदन चलिरहेको छ, त्यसकारण पनि हामीले अब जति सक्छौँ त्यति प्रयत्न गर्ने हो। सदनमा अब सङ्ख्याको मूल्य धेरै हुन्छ। जस्तो मान्यज्यू आज काङ्ग्रेसका सांसदले पनि भन्नुभएको छ, तपाईँले सुन्नुभयो होला, ज्ञानबहादुर कार्कीले पनि भन्नुभयो, यदि तपाईँहरूको एजेन्डा स्थापित गर्न मन छ भने यो बैठकको वस्तुमा अवरोध नगरिदिनुहोस् भन्नुभयो। यसलाई चाहिँ कसरी लिनुहुन्छ? त्यही त हामीले भनिहाल्यौँ नि, यो अहिले सदन किन चलाएको भने जनताको मुद्दा समाधान गर्न पाए हुन्थ्यो, जनताको आवाज बोल्नुपर्छ भनेर उहाँहरूले सदन चलाउनुपर्छ भनेर भन्नुभएको हो नि। अहिले सदन के विषयमा चलिरहेछ तपाईँले याद गर्नुभयो भने बजेटका विषयमा छलफल हुँदैछ। अहिले यहाँ बोलेका कुनै पनि मान्यज्यूले राख्नुभएका कुराहरूको र कमा फुलस्टप केही पनि परिवर्तन हुँदैन, यो सबैजनालाई थाहा छ। अनि सदन कसको लागि चलिराखेको छ? जबकि जनताको यस्तो संवेदनशील विषय चाहिँ सदनमा उठेको छ, आएको छ, त्यसलाई समाधान गर्नको लागि एउटा समिति बनाइन्छ भनेर एकदम फासफुस रूपमा हामीले नारामा पनि भनेका छौँ। फासफुसे समिति हामीलाई चाहिँदैन, हामी मान्दैनौँ भनेर हामीले भनेका छौँ। फासफुस गरेर बनाए जस्तो गरेर टार्ने विषय होइन। यो हिजो पनि चलिरहेको थियो, आज पनि छ, भोलि पनि भइराख्ला। यसलाई हामीले बृहत्तर रूपमा, यो समस्यालाई हामीले बृहत्तर रूपमा समाधान गर्ने हो भनेदेखि चाहिँ एउटा निष्पक्ष उच्च स्तरीय छानबिन आयोग नै चाहिन्छ अथवा समिति चाहिन्छ, जसलाई चाहिँ हाम्रो पार्लियामेन्टले ओभरसाइट गर्ने व्यवस्था होस्, जसले चाहिँ हामीले हेर्न सकोस्। र यो चाहिँ अहिले कसले गरेछ, कसलाई सजाय दिने भन्ने भन्दा पनि माथि उठेर यो समस्यालाई समाधान गर्नको लागि चाहिँ सबै दलहरू एक ठाउँमा आउने वातावरण होस् भन्ने हाम्रो कुरा हो। विरोध गरिरहेर सभामुखले निरन्तर चलाउनु हो, हिजो पनि आज विपक्ष प्रमुख प्रतिपक्षलाई साथमा दिएपछि यसमा चाहिँ सभामुखको भूमिकालाई कसरी हेर्नु भएको छ तपाईँ? हामीले अब हाम्रो कुरा राख्ने हो। हाम्रो सभामुख त हाम्रो संसदको अभिभावक हुनुहुन्छ। आज एकजना मान्यज्यूले पनि भन्नुभएको थियो, एकजनाको पनि अभिभावक 10 जना हुनुहुन्छ, 50 जना हुनुहुन्छ, 200 जना हुनुहुन्छ भने सबैको अभिभावक हो। दल कुन सानो छ, कुन ठुलो छ भन्ने कुराले कसैको ठुलो दलको चाहिँ अभिभावकत्व ग्रहण गर्छु, अरूको चाहिँ ग्रहण गर्दिनँ भनेर सामान्य सभामुखले चाहिँ भन्न मिल्दैन जस्तो लाग्छ। सदनमा पनि प्रश्न उठिसकेका छ, हामीले पनि कुरा राखिराखेका छौँ। तर अब सदन चाहिँ चलिराखेका छ, यसमा चित्त बुझाइ छैन, त्यसकारणले पनि हामी आन्दोलनमा छौँ। यसलाई चाहिँ सामान्य सभामुखले सबै दलहरूलाई एक ठाउँमा लिएर आएर
वार्ताको माध्यमबाट सदन सञ्चालन गर्ने बाटोतर्फ जाँदा सबैलाई हित हुने थियो, सबै जनताको आवाजहरू पनि सुनिने थियो। यद्यपि यसमा चाहिँ सत्तापक्ष नै तयार नभएको जस्तो, अब सदनमै पेलेर जाउँ भन्ने खालको परिस्थिति निर्माण भए जस्तो देखिएको छ। यो राम्रो कुरा चाहिँ होइन। जस्तो तपाईँहरू भूमि बसेर संसद भवनभित्र भूमि बसेर विरोध गरिरहँदाखेरि एमालेका नेताको पनि यहाँले तर्क सुन्नु भएको छ। उहाँले के पनि भन्नुभएको छ भन्दाखेरि तपाईँहरूका कुर्सी तपाईँहरूलाई पर्खिरहेका छन्, रोइरहेका छन् भन्ने अभिव्यक्ति सुन्नुभएको छ। तपाईँहरू बसेर विरोध गरिरहँदाखेरि सूर्य थापाले भन्नुभएको आज त्यसलाई कसरी त्यो हामी आन्दोलनमा छौँ भन्ने कुरा उहाँले बिर्सिनु भयो। त्यो बिर्सेर उहाँले भन्नुभएको कुरा त्यसमा हामीलाई खासै केही कमेन्ट छैन। उहाँले आफ्नो कुरा राख्नुभयो, तर हामी आन्दोलनमा छौँ। आन्दोलनको स्वरूप नै अलिकति सामान्य अवस्थाबाट बाहिर गएर हुन्छ, बाहिर निस्किन्छ, आवाजहरू उठाइन्छ, अलिकति सदनको नियममा बस्नुपर्ने जुन हाम्रो बैठकको नियम छ त्योभन्दा अलिकति फरक हुन्छ। त्यस कारणले पनि उहाँले राख्नुभएको कुरा आन्दोलनमा भएको कारणले अब हामीले त्यसलाई चाहिँ मान्ने कुरो भएन। तपाईँले आफ्नो चाहिँ हाम्रो भनेकै हुनुपर्छ, हामीले मात्रै भने हुनुपर्छ, जस्तो समिति हामीले भने जस्तो गठन गर्नुपर्छ, हामीले भने जस्तो टाइममा एन्ड टेबल टिओआर हुनुपर्छ भन्ने राख्नु भएको छ। यो चाहिँ कति तपाईँहरूलाई कति जायज हुन्छ? यसमा चाहिँ मेरो एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा नै के छ भने यो दलले लिएको अडान भनेर बुझिदिनु भएन। यो चाहिँ बृहत्तर रूपमा समाधान गर्नुपर्ने विषय हो। आज उठिरहेको विषयमा हामीले केवल हाम्रो माननीय गृहमन्त्रीज्यूले आक्षेप मात्र लगाएका छैनौँ। यो चाहिँ निकै ठुलो समस्या हो। यो समस्यालाई समाधान गर्नको लागि विषय उठिसकेपछि बृहत्तर रूपले समाधान गर्नको लागि कसरी गर्न सकिएला भनेर हामीले होलिस्टिक रूपमा हेर्दाखेरि एउटा उपाय निकालेका हौँ। त्यसमा चाहिँ सबैजनाले साथ दिँदाखेरि जाति हुन्थ्यो। खासमा एउटा विगतका दिनहरूमा जस्तै एउटा समिति बनाएर उम्किने बाटो चाहिँ सदनले गर्दाखेरि जनताको आवाज त क्यारी भएन, जनताको आवाज चाहिँ त्यहाँ सुनिने स्थिति भएन, समाधान हुने स्थिति भएन। त्यस कारणले पनि यसलाई चाहिँ स्पष्ट बनाऊ, एकदम सुसूचित तरिकाले जनतालाई पनि अब के हुन्छ भन्ने कुराको अपेक्षा पनि होस्, एकदम स्पष्ट बनाऊ, पारदर्शी बनाऊ, टाइमलाइन सहित बनाऊ, ताकि सबैले आफ्नो दायित्व बोध गर्ने स्थिति चाहिँ होस् भनेर हामीले भनिराखेका हो। त्यही भएर यो कुनै व्यक्तिप्रति अथवा कुनै मन्त्रालयप्रति मात्रै लक्षित होइन, समग्र समस्यालाई समाधान गर्नको लागि चाहिँ सरकार संवेदनशील होस् भन्ने कुरा हामीले गर्न खोजेको हो। भनेपछि छानबिन समिति बनेपछि राजसभा चाहिँ संसद सञ्चालनका लागि लचिलो बन्ने हो होइन? त्यो स्पष्ट यति दिनमा बनाउने, यो मान्छेहरू राखेर बनाउने, यस्तो खालको बनाउने, त्यो एकदम हामीले स्पष्टता पाउने बित्तिकै धेरै कुराहरू सम्बोधन हुन्छन्, त्यहाँ वार्ता गर्न सकिन्छ। तर अहिले बनाएको समितिमा त चित्त बुझाउने ठाउँ छैन। जनताको यत्रो हेर्नुहोस्, आधा नेपालीको समस्या हो यो। हरेक घरको मान्छे अहिले चाहिँ विदेश गएको स्थिति छ र अनि विदेश जाँदाखेरि कहीँ न कतै ठगिएको स्थिति छ। अब यत्रो ठुलो समस्यालाई चाहिँ हामीले कसरी सदनमा आइसक्यो, यत्रो धेरै कुरा उठिसक्यो, कसरी एउटा समिति बनाएर उम्किने वातावरणलाई चाहिँ हामीले स्वीकार्ने? यो चाहिँ स्वीकारोक्ति गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई गाह्रो भयो। त्यही भएर हामी अडानमा उभिरहेका छौँ। यसलाई चाहिँ स्पष्टता दिएर एउटा समिति निर्माण हुने स्थिति बन्दाखेरि त हामीले सधैँभरि भनेकै छौँ नि, यो राम्रो कुरा हो। सदनमा जनताको आवाज गुन्जिने स्थिति आउनुपर्छ। अब अहिले पनि हाम्रो संसदमा चाहिँ तपाईँको शून्य समय, आकस्मिक समय, विशेष समय लगायतका, विशेष समय त बजेटको अधिवेशनको बेला भयो, तर अब शून्य समय, आकस्मिक समय चलाउन सकिन्थ्यो होला। ती कुराहरूमा पनि नेगोसिएसन हुन सकिरहेका छैनन्। हाम्रो कारणले भन्दा पनि सत्ताको आफ्नै दम्बले गर्दाखेरि हामीलाई चाहिँ वार्तामा राम्रोसँग ल्याउन नसकेका कारणले गर्दाखेरि, हाम्रो कुरालाई राम्रोसँग सुन्नै नचाहेका कारणले गर्दाखेरि सदनमा यो परिस्थिति निर्माण भइरहेको छ जस्तो मलाई लाग्छ। तपाईँहरू आन्दोलनमा मात्र, प्रदर्शनमा, विरोधमा मात्र हो नि, सरकारले सुन्दै नसुन्ने गर्दाखेरि कहिले कहाँसम्म जान्छ त? संसदमा विरोधको त कहिले कहीँ मिड पोइन्ट त छलफल त्यो हुन्छ नि त। हुन्छ, त्यो प्रयत्न चाहिँ सरकारले गर्नुपर्छ। किनभने प्रतिपक्षले सधैँभरि खबरदारी गर्ने हो, प्रश्न उठाउने हो, आफ्ना कुराहरू राख्ने हो। जनताको यत्रो ठुलो सम्बन्धित भएको, जनतासँग सम्बन्धित भएको विषय उठिराखेको छ। हामीले खबरदारी भन्दा बाहेक केही गर्न सक्दैनौँ, किनकि आज हामीसँग भएको सङ्ख्याले खबरदारी गर्न मात्रै पुग्छ। त्यो जनताले दिएको हामीलाई म्यान्डेट पनि हो। तर अब आज हामीले कुरा उठाइराख्ने, सत्ता चाहिँ यिनीहरू केही होइनन् भनेर हिँडिराख्ने परिस्थिति निर्माण हुँदा त हामीसँग आन्दोलनको विकल्प भएन नि। हामी सदनमा सधैँभरि जनताका कुराहरू उठाउनको लागि हामी तत्पर छौँ। जनतालाई चाहिँ यो समस्या समाधान गर्नको लागि, जनताको कुरा भनियोस् भन्नको लागि सदन सुचारू रूपमा सञ्चालन होस् भन्ने पक्षमै छौँ। तर सही तरिकाले सञ्चालन हुनु पर्यो भन्ने राजीनामाको बटम लाइनबाट चाहिँ लचिलो भइसक्यो। अब यस्तो हो, हेर्नुहोस्, अब त्यो संसदीय छानबिन समिति बन्दै गर्दाखेरि
त्यो समितिले अनुसन्धान गर्दाखेरि आज जहाँको अनुसन्धान भइराखेको छ त्यो अनुसन्धान चाहिँ कहाँ हुन्छ र त्यसको नेतृत्व कसले गरेछ भनेर हेर्दा त गृह मन्त्रालय नै गरेछ। हामीले उहाँप्रति व्यक्तिगत रूपमा आक्षेप लगाउन खोजेका होइनौँ। उहाँको पद नै यस्तो पद छ कि उहाँले नेतृत्व गरेका ठाउँहरू अथवा त्यहाँ संलग्न भएका कर्मचारीहरू अब उहाँकै सचिवालयका मान्छेहरू पनि संलग्न छन् भन्ने कुराहरू आइराखेको छ। अब निष्पक्ष र पारदर्शी एउटा अनुसन्धान हुने, छानबिन हुने वातावरण सिर्जना गर्न चाहिँ उहाँले स्वतःस्फूर्त रूपमा उहाँ नैतिकताको आधारमा उहाँ निस्किँदा राम्रो हुन्छ, राजीनामा दिँदा राम्रो हुन्छ भन्ने हाम्रो कुरा हो। अब मान्य गृहमन्त्रीज्यू उहाँ कानुनको पनि ज्ञाता हुनुहुन्छ, उहाँ आफै पढे लेखेको मान्छे हुनुहुन्छ, उहाँलाई अब हामीले धेरै कुरा सिकाउने विषय त भएन। तर हामी पनि के चाहन्छौँ भने उहाँले छानबिन हुने वातावरण, यो अनुसन्धान हुने वातावरणलाई सहजीकरण गरिदिनुहोस्। उहाँ नहुँदाखेरि चाहिँ राम्रो किन जिद्दी गर्नु पर्यो? हिजो पनि उहाँले भन्दै हुनुहुन्थ्यो म यति पटक मन्त्री भएँ, यस्तो बनाएँ। हो, हिजोको दिनमा गर्नुभयो, तर आजको दिनमा आएको समस्यालाई पनि उहाँले नजरअन्दाज गर्नु हुँदैन। उहाँ साँच्चीकै यो समस्याको बारेमा संवेदनशील हुनुहुन्छ भने उहाँले अनुसन्धान हुने, छानबिन हुने र समाधान हुने बाटो खोलिदिनुपर्छ भन्ने हाम्रो कुरा हो। हस्, थ्याङ्क यू।